आजको भिडियोमा म तपाईहरुलाई यो छागी-छोगी अन्तर्गतको यो सबैभन्दा बेसिक कुराहरुको बारेमा जानकारी दिन गइरहेको छु। तपाई कोरिया गइसकेपछि, कोरियामा प्रस्थान गरिसकेपछि कोरियामा तपाईहरुले सबैभन्दा धेरै बोलिने भाषा भनेको नमस्कार हो, अन्यहासेयो। र छागी-छोगी हल्का भए पनि शिष्टाचारका साथ कसरी गरिन्छ भन्ने विषयको बारेमा आजको भिडियोमा लिएर आएको छु। यो भिडियोलाई अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न भने नबिर्सिनु होला। भिडियो यस प्रकार छ। यसले भन्छ अन्यहासेयो, अन्यहासेयो। यहाँनेरि छ अन्यहासेयो, अन्यहासेयो, अन्यहासेयो भन्छ नमस्कार। जस्तै म र कोरियाको एउटा साथी कुरा हुँदैछ, मानौ आजम गरौँ। मैले अन्यहासेयो भने अब कोरियाको मान्छेले, कोरियन साथीले मलाई के भन्छ त? अन्यहासेयो भन्छ उसले पनि मैले नमस्कार भनेपछि उसले पनि के भन्छ? कोरियन भाषाबाट नमस्कार भन्छ, अन्यहासेयो, अन्यहासेयो, अन्यहासेयो भन्छ। अब त्यसपछि के भन्ने त भन्दाखेरि अब कोरिया मान्छेसँग हामीले अन्यहासेयो नमस्कार भन्यो। अब नमस्कार भनिसकेपछि के भन्ने हेरौँ। त्यसपछि मान्नास मैले भने मान्नास फान्काप सुम्निदा, यो न पछाडि ग आएपछि नलाई चाहिँ ङ भनेर उच्चारण गरिन्छ। त्यसैले यो फाङ्गाप भयो। सुन्न पढ्दाखेरि चाहिँ फान्काप सुम्निदा भनेर हामीले पढे पनि तर यसको उच्चारण विधि अन्तर्गत चाहिँ फाङ्गाप हुन्छ। त्यसैले मान्नास फान्गाप सुम्निदा भन्नु पर्यो। अब मैले के भने कोरियन साथीलाई मान्नास फान्गाप सुम्निदा, अन्यहासेयो भने मैले, कोरियनले पनि अन्यहासेयो भने। अब मैले मान्नास फान्गाप सुम्निदा भने मैले के भने मान्नास फान्गाप सुम्निदा भने यो भनेको के हो भन्दाखेरि भेटेर खुसी लाग्यो। मैले पहिलोचोटि भेट्दैछु र मैले पहिलोचोटि भेटेकोमा खुसी लाग्यो भनेर मैले कोरियनलाई भने मान्नास फान्गाप सुम्निदा भनेर भेट्ने। त्यति भनिसकेपछि अब मलाई कोरियनले प्रत्युत्तरमा के दिन्छ भन्दाखेरि ने मान्नास फान्गाप सुम्निदा, ने भनेको हजुर, मान्नास फान्गाप सुम्निदा भनेको हजुर मलाई पनि भेटेर खुसी लाग्यो भनेको। कोरियनले अब के भन्छ प्रत्युत्तरमा ने मान्नास फान्गाप सुम्निदा भनेर भन्छ। मैले मान्नास फान्गाप सुम्निदा भन्यो भने उसले ने मान्नास फान्गाप सुम्निदा भनेर भन्छ। अब त्यसपछि के भन्छ त? अब भेटेर खुसी लाग्यो, अन्यहासेयो नमस्कार, भेटेर खुसी लाग्यो भन्यो। अब त्यसपछि के भन्छ त भन्ने कुरो थाहा भयो है त। अब मैले अब कोरियनलाई भने अन्यही खेसेयो, अन्यही के भने अन्यही खेसेयो। मैले कोरियनले के भने अन्यही खेसेयो भन्दाखेरि राम्रोसँग बस्नुहोस्। अब मैले कुराकानी भयो, वार्ता भयो, अब जाने बेला भयो। म जाने बेला भएपछि मैले अब कोरियनलाई के भन्नु भने अन्यही खेसेयो भनेर भने, अन्यही खेसेयो भने। अब कोरियनले प्रत्युत्तरमा के भन्छ त मलाई भन्दाखेरि अन्यही खासेयो, खादा भनेको जानु, सेयो उसेयो भनेको नुहोस् हो, जानुहोस् भन्ने हो। खासेयो भनेको जानुहोस्, अन्यही भनेको राम्रोसँग, अन्यही खासेयो भन्छ राम्रोसँग जानुहोस् भनेर भन्छ। मैले कोरियनलाई नमस्ते भने, कोरियनले मलाई नमस्ते भन्यो। अनि मैले कोरियनलाई भेटेर खुसी लाग्यो भने कोरियन पनि हजुर मलाई पनि भेटेर खुसी लाग्यो भन्यो। मैले अब कुराकानी भयो, वार्ता भयो, बिचमा के कुराकानी भयो, अब वार्ता भयो। अब छुट्टिने बेला भएपछि राम्रोसँग बस्नुहोस् भने मैले, तर कोरियनले मलाई प्रत्युत्तरमा के भन्दा राम्रोसँग जानुहोस् भनेर उसले मलाई भन्यो। अब त्यसपछि अब मैले के भने उसले मलाई राम्रोसँग जानुहोस् भनिसकेपछि अब मैले उसलाई प्रत्युत्तरमा खामसाहाम्निदा भने, खामसाहाम्निदा भने
खामसाहाम्निदा भने उसलाई मैले खामसाहाम्निदा भनेको धन्यवाद भने, तर अब उसले मलाई के भन्छ प्रतिमा आनी एयो भनेको होइन ठिकै छ। यसको मतलब के हो भन्दाखेरि तपाईले मलाई धन्यवाद भनिरहनु पर्दैन, धन्यवाद नभने पनि हुन्छ भन्न खोजेको। आनी एयो भनेको होइन ठिकै छ भन्यो हो। जस्तै हामी बाटोमा हिँड्दै गर्दा कुनै साथीसँग ठोकेपछि मैले सरी भनेपछि अब त्यो साथीले चाहिँ मलाई के भन्नु नि, होइन सरी माग्नु पर्दैन, अन्जानमा भएको भनेर एउटा ठिकै छ पर्दैन भन्छ नि। त्यस्तै यो पनि धन्यवाद भन्यो उसले, मैले धन्यवाद भने, तर उसले मलाई आनी एयो भने के हो, आनी एयो भन्यो होइन ठिकै छ भनेर भन्यो। अब त्यसपछि के भन्छ त, अब त्यहाँ गफ गर्दाखेरि अथवा कुनै हामीले मैले भने नि भर्खर ठोकियो अरे भने मलाई माफ गर्नुहोस्, माफ दिनुहोस् भनेर यस्तो खालको अवस्थामा भन्न सक्छौँ। र मैले के भने नि छोइसोङ हाम्निदा, मैले कुनै गल्ती गरेँ र गल्ती गरिसकेपछि मैले गल्तीको रियलाइज गर्नको लागि मैले छोइसोङ हाम्निदा भनेर भने। छोइसोङ हाम्दा भनेको माफ गर्नुहोस् मैले गलत काम गरेँ भनेर भन्न खोजिएको। र कोरियनले अब यदि गलत काम गरेको छैन, उसलाई गलत लागेको छैन भने उसले के भन्छ त हामीलाई प्रत्युत्तरमा खोइन्छनायो भन्छ। यहाँनिर खोइन्छनाएको यो अलिकति मिस्टेक भएको छ, यो छ हो, यो यहाँ नपछि आउँछ हो अनि आयो हुन्छ। खोइन्छनायो यस्तो हुन्छ है, खासमा खोइन्छनायो भन्छ है, खोइन्छनायो यो छ भयो, यो न तले ह छुट्यो है, यहाँ खोइन्छ आ अनि यो, तर यो न यो ह पछाडि यो भौल आएपछि त्यसैले यो हलाई पर्दैन र यो आ नै हुन्छ, खोइन्छनायो भयो है। खोइन्छनायो भनेको होइन ठिकै छ भने, उसलाई गल्ती गरेको जस्तो लाग्यो भने मैले चाहिँ गल्ती गरेँ कि भनेर होइन, छोइसोङ हाम्दा भनेको माफ गर्नुहोस् भने, तर कोरियनले गल्ती गरेको छैन, तिमीले ठिकै गरेका छौ, तिम्रो गल्ती छैन भन्नको लागि उसले चाहिँ खोइन्छनायो भन्छ, होइन ठिकै छ भनेर भन्छ। यसरी हामीले कोरियन भाषालाई नम्र, शिष्ट र सजिलो तरिकाले प्रयोग गर्न सक्छौँ। धेरै भास्ट थिङ्किङ गरेर भास्ट स्पिकिङ गर्छु भन्ने सुरुमा कहिले पनि नसोच्नुहोस्। यदि त्यसरी सोचिन्छ भने हाम्रो कोरियन भाषा बोलाइमा धेरै नै लो हुन जान्छ। त्यसैले कोरियन भाषा सिक्नु छ भने सजिलो तरिकाबाट सिक्नुहोस् र के गर्नुहोस्, सधैँ सजिलोबाट गाह्रोतर्फ लाग्नुहोस्, अनि मात्र के हुन्छ तपाईँको प्रगति हुन्छ। एकचोटि फेरि हेरौँ। आनेङ हाँस्यो नमस्कार भने, उसले आनेङ हाँस्यो नमस्कार भन्यो। अब त्यस पछाडि मैले के भने मान्नास फानगाप सुमिदा भने, भेटेर खुसी लाग्यो, उसले पनि नि मान्नास फानगाप सुमिदा भन्यो। अन्याङ्गी खेस्यो भने राम्रोसँग बस्नुहोस् भने मैले अन्याङ्गी खास्यो भने उसले मलाई खाम्सा हाम्निदा भने धन्यवाद भने, अनि यो होइन ठिकै छ भनेर भने उसले। अब मैले भने छोइसोङ हाम्दा माफ गर्नुहोस् भने उसले किन खोइन्छनायो भन्यो, ठिकै होइन ठिकै छ भनेर भन्यो। यसरी हामीले कोरियनमा वार्तालाप गर्न सकिन्छ। आजको भिडियोमा यति नै। अरू यस्तै भिडियोहरू हेर्नको लागि तपाईँले भिडियोलाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नु भने नबिर्सिनु होला। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। बाई बाई, टेक केयर।